सबैजनालाई जयवासी अनि हाम्रो घरमा चाहिँ नयाँ घर बनिसकेर मोमो पाकेको छ अनि हाम्रोलाई लाइक सब्स्क्राइब शेयर कमेन्ट गरिदिनु होला फेरि पनि जयवासी गाइजहरू यता मलाई जितिसक्नु भयो मैले 31 वटा खाएँ उहाँले 34-35 पुऱ्याइसक्नु भयो ल यति मात्रै अहारो भनेको हेलो गाइस यो त हाम्रो घरमा मोमो पार्टी छ त्यो भएर आउनु भएको अनि एकजना दादा आउनु भएको छ सिमजन दादा उहाँको नाम तपाईँको वाट इज योर नेम सुभाष उहाँको नाम सुभाष अनि तपाईँको नाम आशिष अनि तपाईँको नाम भन्नु न बाई बाई तपाईँको नाम आशा दिदी तपाईँको नाम के हो मलाई थाहा छैन बिर्से भन्नु न प्रकाश गुड तपाईँको नाम मेरो नाम छैन अनि तपाईँको नाम के हो मेरो नाम बनाथे दोदी दिदी रहेछ बाई बाई अनि माथि पनि छ भाइ तिम्रो नाम के हो मोमो कस्तो भन्दिउ ल मोमो कस्तो छ जो माथि गएर आउ त मोमो बनाउनु देखाएर अनि माथि चाहिँ हाम्रो मोमो पाक्ने छ यही इम्पोर्टेन्ट छ यता चाहिँ यता मोमो पार्टी छ एउटा मोमो पाक्छ अनि चाहिँ म तल झरेँ अब हामीलाई लाइक सब्स्क्राइब शेयर अनि कमेन्ट गरिदिनु होला यो नि भने रोशनी सिस्को युट्युबमा आउने पर्ने सम्दिने बेल्न दिग्रा भाइको बेला हेर्नुपर्छ यहाँ ल न डल्लो हाम्रो चाहिँ मोमो पार्टीको लागि मोमो बन्दैछ स्पोन्सर बाई नरेन काक्स तर मेरो चाहिँ ब्रदर है सबैको काका हो मेरो मात्रै दादा हो यस गाइस अनि हेर्न सक्नुहुनेछ गाइस यता हेर्नु न तर के सबैजनाले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला ओके ओके सबैजनाले गरिदिनु होला है त ओके पकाउनु चाहिँ हाम्रो सागर दाइ हुनुहुन्छ अनि उहाँ भाइको नाम त थाहा भएन तर भाइ हाम्रो गोरे दाइ पनि हुनुहुन्छ हामीले मोमो बनाउँदैछु खाने गर्नु होला धन्यवाद भन्दा पछि उहाँ चाहिँ हुनुहुन्छ आजको मोमो स्पोन्सर मेरो दाइ प्यारो दाइ नरेन दाइ सबैको काका मेरो मात्रै दादा अरे हाई पचान्छ किन ढिलो रहेछ भनेको त नभन्नु न हेलो पढाउँदै लगाइदियो दुईटा कस्तो छ खायो दिउ हेलो गाइस यहाँ यस्तो हुँदैछ तर मिठो चाहिँ मिठो भएन गाइजहरू
यता मलाई जितिसक्नु भयो मैले 31 वटा खाएँ उहाँले 34-35 पुरै खानुभयो होइन भयो 35 अब खानु उहाँले 40 बनाउनु भएको छ उहाँले मेरो 40 छ तपाईँको चाहिँ कति हो कति तिम्रो मेरो त 31 भर्खर अब होइन अब दुईटा दुईटा ल्याइदिन्छ ल अयो आइसक्यो दुईटा दुईटा मात्रै दुईटा दाजु होइन तिनटा त खान्छ होला ल यति मात्रै यति होइन तिनटा यति मात्रै ल यति मात्रै मैले दुईटा ल दुईटा अब जित्यो कम्पिटिसन अलिक तगडै गयो ल छिटो फेरि ठक्छु नि छिटो सता खाइदिनु खाइदेऊ होइन उसको खाइदेऊ यहाँ पनि छ त कोक छ फेरि छिटै लु म ठक्छु फेरि छिटो अहार भनेको छिटो लु ल गयो गयो नि छिटो होइन म तपाईँलाई जित्छु बहिनीको कतिवटा भयो 46 होइन रेनुको 32 थियो अहिले मैले तिनटा हालेँ 35 भयो ल बहिनी एकले जितिरहेको छ एउटा जाइले हाल्नु पर्छ नजाले 34 ल बहिनी दुईटाले जितिरहेको छ monsieur.